बोल्न चाहिन्न। यो हाम्रो संस्कार हो, संस्कृति हो, परम्परा हाम्रो पुस्ताले जोगाउँदै ल्याएको यो संस्कारलाई हामी चाहिँ पुस्ताहरूमा हस्तान्तरण गर्नुको निम्ति महत्त्वपूर्ण भूमिका खेलेको छ। सबैमा फेरि गोसाइँकुण्ड युवा क्लब परिवारलाई आफ्नो सुनिश्चित स्रोत र साधनको बावजुद पनि यहाँ हामीले सहकार्य गर्नेछौँ। सङ्गम स्थलका रूपमा परिचित यो बेतनौती एउटा केवल भौगोलिक रूपमा मात्र नभई ऐतिहासिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण स्थान रहेको छ। सरकारी भवन अभि होटेलमा गएर टिकट काट्न बजेट विनियोजन गरेर यसको समृद्धि र विकासमा अगाडि बढ्नुहुनेछ भन्ने पूर्ण आशा राख्दछु र त्यस्तै गरी उत्तरगाँ गाउँपालिकाले प्राविधिक लगायत समन्वयकारी भूमिका आजका हाम्रा विशेष अतिथि प्रमुख जिल्लाधिकारी नुवाकोटका श्री शङ्कु प्रसाद रेग्मीज्यूबाट यो पुरस्कार हस्तान्तरण गरिनु आग्रह गर्न चाहन्छु। यसरी हाम्रो सभा आफ्नो जनता सुरक्षा यतिखेर फेरि पनि म शुभकामना मन्तव्य गर्न चाहन्छु। यो आफ्नो छोटो मिठो शुभकामना मन्तव्य पेश गरिदिनु।